ए हजुर हाँस्दा मनै रमाउँछ, हजुर टाढा हुँदा सम्झनाले सताउँछ। ए रिसाए पनि मन हजुरतिर दौडिन्छ, किन हो कुन्नी हजुर बिना सबै अधुरो लाग्छ। सेवा हौवा अनि फेरि सबैजनालाई मेरो यो सानो अनि मिठो मिनी भ्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। अहिले भर्खरै मात्रै तपाईँहरूले सुन्नुभएको सायरी चाहिँ सुनेर हाँसो लाग्यो होला, तर मेरो भोइसले गर्दाखेरि मात्रै नमिठो सुनेको हो क्या साथीहरू। एकदमै मैले चाहिँ मेरो मनबाटै लेखेर चाहिँ हजुरहरूलाई सुनाएको हो, सो माइन्ड नगरिदिनु होला। विशेष गरी चाहिँ यो भिडियो बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हामी किराँत समुदायको चाहिँ साकेला भन्ने एकदमै प्रचलित छ। यो चाहिँ हाम्रो चाड जस्तै हो। सो त्यसको लागि चाहिँ तयार गरेर हामी चाहिँ घरबाट निस्क्यौँ। अनि साकेला चाहिँ कहाँ भन्नुहुन्छ भने सीतापुरीमा हो। सो हामी चाहिँ फाइनली त्यहाँ पुग्यौँ। अनि त्यहाँ पुग्दाखेरि चाहिँ के भयो साथीहरू थाहा छ हजुरहरूलाई? वी स हर्क साम्पाङ। ओ माई गड, हर्क साम्पाङ सर त भिडियोमा भन्दा फोटोमा ह्यान्डसम देखेँ क्या मैले त। फर्स्ट टाइम हेर्दा त म त कस्तो खुसी भयो साथीहरू। अनि यो गेटमा चाहिँ हर्क साम्पाङ सरलाई स्वागत गरिराख्नु भएको छ सबैजनाले। अनि हामी पनि उहाँको पछि पछि लाग्यौँ साथीहरू। त्यहाँ पुगिन्जेलसम्म त ओ माई गड यस्तो गर्मी भएको थियो, तर गर्मीको बावजुद पनि हामीले भिडियो फोटो खिच्न चाहिँ छोडेनौँ। अनि हामी चाहिँ टिका लगाइकन त्यहाँ तीन चुलामा गएर फोटो भिडियो गऱ्यौँ। त्यस पछाडि चाहिँ मेरो प्यारो आन्टीहरूसँग भेट भयो। सो उहाँहरूसित पनि फोटोहरू खिच्यौँ, भिडियोहरू बनायौँ। उहाँहरूसँग चाहिँ एकैछिन रमाइलो गऱ्यौँ, एकछिन टाइम स्पेन्ड गऱ्यौँ, गफ गऱ्यौँ। सो त्यस पछाडि फोटो भिडियो सकिएपछि चाहिँ हामी एकैछिनको लागि छुट्यौँ। अनि मेरो दाइको छोरीले चाहिँ फोनमा झुन्डाउने चाहियो भनेर किनेर थिएँ। सो मैले चाहिँ हेल्प गरेँ। अनि त्यहाँनिर चाहिँ कति राम्रो राम्रो सामानहरू चाहिँ सो एकछिन हेऱ्यौँ। अनि लास्टै गऱ्यो भएर चाहिँ आइसक्रिम खानु पर्ने अवस्था आयो। सो हामीले चाहिँ किनेर खायौँ। अनि मेरो दाजुको छोरीले चाहिँ आइसक्रिमको रिभ्यू हुँदै गऱ्यो कि गर्मीमा सबैजना आउनु होला खानु होला अरे। त्यसपछि फेरि ज्योति आन्टीसँग भेट भयो। अनि उहाँहरूसँग फेरि एकैछिन गफ गऱ्यौँ, फेरि फोटो पनि खिच्यौँ हामीले चाहिँ ग्रुपमा। अनि दाइले चाहिँ हावा गरेको भिडियो बनाउँछु भन्नुभएको थियो, सो मैले बनाइदिएँ। त्यस पछाडि चाहिँ सुषमा दिदीहरूसँग भेट भएको थियो। अनि हामी चाहिँ गयौँ। त्यहाँ जाँदा चाहिँ गगन सर अनि उहाँको मिसेस पनि हुनुहुँदो रहेछ। सो अनि उहाँहरूसँग एकछिन कुराकानी गर्दै बस्यो। त्यस पछाडि चाहिँ हल्का खाजा नास्ताहरू गऱ्यौँ। ओभर गर्मी भइरहेको थियो, सो लास्ट यति बेला आएको थियो। अनि हामीले चाहिँ जसो तसो गरेर चिसो पानी मगाएर खायौँ। त्यस पछाडि खाजाहरू पनि खायौँ। खाजामा चाहिँ रोटी थियो, अनि चना थियो, अनि प्याजी, अनि धेरै थियो। अनि हामीले चाहिँ के मिक्स गरेर खायौँ। भेज मोमोहरू पनि खाएको थियौँ हामीले चाहिँ, ओभर मिठो मिठो थियो। अनि हाम्रो हारा दाइले पनि जाँड चाहिँ खानुभयो। हाम्रो राई भाषामा त उमाक भन्छ नि त, सो उमाक मैले पनि खाएँ। अनि चाहिँ हतार हतार उमाक खाएछु। सो दाइले चाहिँ चर्च गरौँ भन्नुभयो। सो खाइसके पछाडि चर्च गऱ्यौँ। हामी त धेरै ग्रुपमा गएको थियौँ नि त। सो अझै कतिजनाको फोटो भिडियो आएको छैन। अनि मेरो दाइको छोरीले चाहिँ यो पिङ हो कि के हो खेल्न जाऊँ भन्नु, म त खेल्न गएर पसेको मात्रै थियो। यस्तो धेरै डर लागेको थियो कि नेक्स्ट टाइम खेल्नु पर्यो भने चाहिँ म खेल्थिनँ। मेरो मुटु खाएको थियो यसले। अनि मलाई बाहिर निस्केपछि भमिट नै आउन खोज्यो क्या साथीहरू। कहिले यस्तो भएको थिएन, फर्स्ट टाइम भयो। सो म चाहिँ अब खेल्दिनँ। त्यस पछाडि फेरि हामी दाइहरू भएकोमै पुग्यौँ। अनि मेरो साथीलाई चाहिँ लुकेर भिडियो बनाएको रिसाइरहेको थियो। फेरि एउटा ग्रुपिङ भिडियो बनाउने फोटो भनेर चाहिँ हामी चाहिँ फेरि फोटो खिच्नतिर लाग्यौँ। फोटो पनि कम त हाँस उठ्दा आएको छैन। त्यस पछाडि चाहिँ अब घर लाग्नुपर्छ भनेर हामी चाहिँ छुट्यौँ। सो एकैछिन हर्क साम्पाङ सरको भाषणहरू सुन्यौँ। अनि त्यहाँबाट चाहिँ हामी फेरि ब्याक टु ब्याक साकेला नाचेकोतिर गयौँ। जाँदै थिएँ मेरो फुपू र फुपूको छोरीलाई देखेँ। अनि एकछिन गफहरू गऱ्यौँ, सेवाहरू गऱ्यौँ। अनि दाइलाई पनि चिन्नुहुन्छ नि त दिदीले। अनि चाहिँ दाइसँग एकछिन कुरा गर्नुभयो दिदी पनि। त्यस पछाडि चाहिँ सिधै हामी साकेला भएकोतिर गयौँ। साकेला चाहिँ नाचिरहेको थियो त्यहाँनिर। अनि मैले चाहिँ थोरै थोरै क्लिपहरू बनाएँ। साकेला गइसकेपछि नाच्नु नआए पनि भिडियो त बनाउनु पर्यो नि त। अनि भिडियो बनाउँदै बनाउँदै हामी चाहिँ अब घरतिर लाग्नुपर्छ भनेर बाहिर निस्क्यौँ। गेटमा जाँदै थिएँ, मैले को देखेँ तर कन्फ्युज छु अझै पनि हो कि सी इज बेबु। मेबी मलाई लाग्छ उहाँ बेबु नै हो। सो त्यस पछाडि फेरि सरासरी हामी चाहिँ बाहिर निस्क्यौँ।
बाहिर त यति मान्छेहरू भिड थियो, गाडी त वारीदेखि पारीसम्म पार्किङ थियो। अनि हामी चाहिँ सरासरी गयौँ, घाम यस्तो लागेको थियो नि साथीहरू। अनि साथीहरू तपाईँहरू सीतापुरी साकेलामा चाहिँ को आउनु भएको थियो त कमेन्ट गर्नु होला है त। भन्दै आजलाई चाहिँ भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ माई भिडियो। लास्ट रिक्वेस्ट चाहिँ मलाई फलो अनि लाइक गरिदिनु होला। टाटा बाई बाई, सी यु अगेन।